हेलो हेलो सम्पूर्ण साथीहरूलाई 2022 सालको हार्दिक मङ्गलमय शुभकामना। घाम लागेर लास्टै गऱ्यौँ भएर चाहिँ हामी चाहिँ ठ्याक्कै यहाँ थाप्ले डाँडा आइपुग्यो। हामी सामान लिएर ठ्याक्कै यहाँ आएको, ठ्याक्कै आइपुग्यो थाप्ले डाँडा। हाम्रो गाडी त्यहाँ छ। यो चाहिँ स्कुल हो है, यहाँको स्कुल रहेछ। अनि हामीले सामान चाहिँ यो तलको प्लटिङलाई ल्याएको। हेर्नु होला गाइजहरू, यो चाहिँ थाप्ले डाँडा हो होइन। चट्ट लगाएर यो हाम्रो गाडी, यो चाहिँ स्कुल चाहिँ श्री महेश नारायण आधारभूत विद्यालय रहेछ। हेर्नु गाइजहरू, श्री महेश नारायण आधारभूत विद्यालय रहेछ। चट्ट लाएर तल चाहिँ रामकोट पनि राम्रोसँग यहाँबाट हेर्न सक्नुहुनेछ। रामकोट हाम्रो दुईजना साथीहरू पछाडि। यो चाहिँ स्कुल, यहाँबाट चाहिँ रामकोट दामी देख्दो रहेछ। काठमाडौँहरू पनि होइन, भ्यू चाहिँ दामी देख्दो रहेछ। हामीले त यो प्लटिङको लागि सामान ल्याएको। यता चाहिँ स्विजरल्यान्ड पार्क डाँडा हो, यता है रामकोट। यता चाहिँ के हो, जङ्गल रहेछ दामी। हाम्रो एकजना साथी हो यहाँ आराम गरिरहेछ, एकजना यता चट्ट यहाँ स्कुल माथि चढेर होइन हेर्दाखेरि कस्तो देखिँदो रहेछ। हेराउँदैछ गाइजहरू। हेलो हेलो, यता यहाँ तल चाहिँ भिन्डुङ्गा। हेलो हेलो, स्कुलको यतापट्टि डाँडाबाट हेर्दा चाहिँ सर्लक्क यहाँ महेश फाँड हो, यहाँ तलको चाहिँ होइन इट्टापट्टाहरू। यतातिर चाहिँ भन्ज्याङ पोखरी पर्छ, यतातिर मुनतिर। अनि यहाँ माथि यस्तो डाँडाहरू छ, स्कुल छ, साथीहरू छ, हामी तिनजना छ। हेर्नु होला गाइजहरू, यहाँबाट चाहिँ दामी दामी भ्यूहरू हेर्नु मिल्ने रहेछ है यो थाप्ले डाँडाबाट। आउनु हो साथीहरू थाप्ले डाँडा घुम्नलाई। थाप्ले डाँडामा चाहिँ होइन पुरा चिसो हावा चलिरहेको रहेछ, मजाको होइन। गरम भइरहेको थियो नि हामीलाई त, चट्ट लगाएर चिसो हावा खाँदै यो स्कुलमा स्कुल हेरेर सर्लक्क। यहाँबाट चाहिँ मलाई चाहिँ अरूभन्दा सबभन्दा दामी चाहिँ रामकोट राम्रो खतरा देखिँदो रहेछ। रामकोटको भ्यू होइन मलाई दामी लाग्यो। अनि यता महेश फाँड पनि दामी देखिन्थ्यो होला, तर यहाँ चाहिँ कुहिरो जस्तो लागिरहेको छ नि त होइन। त्यही भएर महेश फाँड राम्रोसँग देखिएन गाइजहरू। सर्र लाएर रामकोट। अनि यतापट्टि जङ्गलहरू मजाले देख्न सक्नुहुन्छ, दामी देखिन्छ कि यहाँबाट चाहिँ। गाइजहरू आउनु होला तपाईँहरू पनि थाप्ले डाँडा घुम्नलाई होइन, कस्तो लाग्छ होइन। चट्ट यहाँबाट भ्यूहरू हेर्नलाई आइदिनु होला भन्न चाहन्छु है गाइजहरू। अब चाहिँ हामी सामान झार्न थालेको होइन, यहाँ सामान झारौँ अनि हामी फेरि फर्किहाल्नु पर्ने छ। प्लटिङ पनि दामी बनाएको छ होइन, खतरा प्लटिङ बनाएको छ। ल गाइजहरू, आजलाई यति नै। तपाईँहरू पनि हेर्न घुम्न आउनु होला थाप्ले डाँडातिर।